हे संस्कृतिको जन्मदिन अहिले हो, अब छोरो जन्माउने कहिले हो, माया चञ्चले लाज लागे मुख छोपानी र गम्छाले। माया सर्छ पिर्तिनी सर्छ त्यो कुरा त तिमीमा निर्भर छ माया चञ्चले। नाम के हो? मुइया। मुइया नै हो। नाम के हो? मुइया रे त के हो त? संस्कृति भन्दै हुनुहुन्छ। नाम संस्कृति हो। माओलीमा चाहिँ हाम्रो विशेष गरी माओलीतिर घरतिर चाहिँ माया गरेर छोरीलाई मैया भनेर बोलाइन्छ, त्यही भएर मैया भन्दा भन्दै उसले मैया भन्न थालेको। जुनकिरी र गोरखकाली सेयरिङमा छ, चाहना सिङ्गल हो, त्यही भएर। त्यो मात्रै पनि होइन, अब नयाँ हुन्छ चाहना सबैलाई थाहा होस् भनेर हो, मेन चाहना चाहिँ त्यो हो। दुई सन्तान ईश्वरको वरदान भन्ने उक्ति पनि छ। त्यसपछि एउटा छोरी भयो छोरा भइदियो हुन्थ्यो जस्तो लाग्छ, तर समय छ हात्तिनु पर्दैन भन्ने छ। हामीलाई त अहिलेको अवस्थामा जति सक्दो धेरैलाई तलब बाँड्न पाए हुन्थ्यो भन्ने नै लाग्छ। करिब करिब 150-200 जनालाई रोजगार दिएको छौँ होइन, त्यसमै सन्तुष्ट छौँ हामी। छोरी त लक्की नै भइहाल्छ नि होइन, सन्तान भइसकेपछि केही अधुरो रहेको कुराहरू पनि पुरा हुन्छ भन्ने विश्वास छ। जे होस् हाम्रो छोरी एकदम सङ्कटको समयमा जन्मेर त्यसपछि सङ्कटहरू पार गर्दै लक्की नै हो हाम्रो लागि। जो जति आउनुभयो एकदम मनदेखि माया दिएर हाम्रो छोरीलाई शुभकामना र आशीर्वादहरू दिएर जानुभयो, एकदमै खुसी लाग्यो हामीलाई। पोखराको व्यवसायी साथीहरूले मिलेर अब सहकारी गरौँ भनेर हामीलाई एउटा अफर गर्नुभयो र हामीले पनि कुराकानी भइरहेको छ, त्यो फाइनलाइज भइसकेको छैन, अब सायद छिट्टै हुन्छ हुनसक्छ। अब त्यही प्रश्न दिदीलाई, जस्तो पोखराको प्लानिङ चाहिँ के भयो? पोखरा प्लानिङ उहाँले जे भन्नुभयो त्यही भयो। अब हामीले स्पेस चाहिँ स्पेस हेऱ्यौँ, लिइसकेका छैन, स्पेस चाहिँ सुइटेबल हुन्छ भन्ने भयो। अब उताको व्यवसाय साथीहरूले पनि अब कुराकानी फाइनल गर्नुपर्छ, सम्भवतः केही समयपछि हुन्छ होला। काम त अरूकोमा गर्न सजिलो, म्यानेजमेन्ट गर्नु पर्दैन, धेरै कुराहरूको टेन्सन लिन पर्दैन, कामै मात्र गर्न चाहिँ अर्काकोमा सजिलो। तर एज अ होल चाहिँ सञ्चालक हुँदा राम्रो। पहिलो व्यवसाय त बिहे अगाडि नै सुरु भएको हो, हाम्रो योजना चाहिँ पहिलेदेखि नै थियो, अनि त्यसपछि अहिले चाहिँ त्यसलाई वृद्धि र विस्तार गर्दै लगेको हो। हामी कामहरू नहुँदाखेरि त हामी नै हुन्छौँ होइन, साथमा मेरो मम्मी हुनुहुन्छ, मेरो मम्मीले नै हेरिराख्नुहुन्छ, नानीलाई रेखदेख गर्नुहुन्छ। यो अलिकति रात्रि व्यवसायले चाहिँ छोरीपातीको माया आफूले दर्शाउन नपाएको हो कि भन्ने लाग्छ लाग्दैन? होइन, मलाई चाहिँ रात्रि व्यवसाय भइदिएर चाहिँ राम्रो भयो जस्तो लाग्छ बेला बेलामा होइन, किनभने रातको धेरै जस्तो समय चाहिँ म छोरी निदाउने बेलातिर हामी यहाँ हुन्छौँ, छोरी ननिदाउने बेलातिर चाहिँ भइदिएको भए झन् छोरीको यादहरू आउने सम्झना आउने हुन्थ्यो होला। विशेष गरी म चाहिँ 9:30-10 बजेपछि मात्रै दोहोरीमा आउँछु, उहाँले अगाडि जानुहुन्छ। अब व्यस्त भएको बेलामा त कहिलेकाहीँ त दिनैभरि पनि हामी बच्चालाई भेट्न पाइराखेको हुँदैन, दुःख लाग्छ। अहिले त आमालाई मामु, हजुरआमालाई आमा भन्ने चलन आएको छ। अब हजुरआमालाई भन्दा त बाबुआमालाई भन्दा धेरै माया हुन्छ भन्छन् होइन, एकदमै टेक केयर भइरहेको छ। हाम्रो छोरीलाई समयमै खानपिन हेरचाह सबै कुरा राम्रो छ, खुसी छौँ हामी, सजिलो छ हामीलाई। अहिलेसम्मको प्रतियोगिताभरिमा सबैभन्दा धेरै टिमहरू भएको र कलाकारहरू इन्भल्भ भएको दोहोरी होला जस्तो लाग्छ मलाई। लाइभ दोहोरीहरू आइराखेको छ, हामीले दोहोरी फोकस दोहोरी चाहिँ दोहोरी साँझमै खिचेका छौँ, जुनकिरीको जुनकिरीमा, चाहनाको चाहनामा, अनि व्यक्तिगत युट्युब च्यानलको लागि विभिन्न स्टुडियोमा खिचेका छौँ, आइरहेछ, निरन्तर छ। ठीक त हामीलाई यही व्यवसाय, हामीलाई दोहोरी व्यवसाय नै ठीक छ, फोकस भएर हामीलाई यो ठिक छ। तर राम्रो भने त त्यो झन् ठिक छ। घर जग्गा भएको भए हामी आफ्नो परिवार मात्रै सुख खुसीले बाँच्ने होला। अब हामीले व्यवसाय विस्तार गर्दै गयो भने चाहिँ धेरै घर गाडी त त्यसै हुन्छ, त्यो पनि हुन्छ, धेरैभन्दा धेरै व्यक्तिहरूलाई रोजगार दिने भन्ने उद्देश्य हो, त्यही भएर हामीले चाहिँ व्यवसाय फोकस गर्छौँ। अरू घर किन्छन्, तपाईँ व्यवसाय फोकस? हजुर हजुर। अब छिट्टै हामी घर जग्गा गाडी पनि किनौला। व्यवसायमा सफल हुने व्यक्तिहरू चलायमान हुनको लागि बिजनेस गर्छन्, स्थिर हुनको लागि घर जग्गा जोड्छन् भन्ने छ। अलि पछि जोड्ने घर जग्गा चाहिँ स्थिर हुने बेला, स्थिर हुने बेला। 3वटा दोहोरीमा कति जति स्टाफ रहेछन् दिदी यसो गर्दाखेरि? 150 देखि 200 छन्। पहिला जुनकिरी किन्दा बिहे भएको थिएन, त्यही भएर हाम्रो श्रीमान श्रीमतीको सेयर भन्ने भयो। अब अहिले हामी संयुक्त परिवारमा छौँ, श्रीमान श्रीमतीको भन्ने नै हुँदैन, सबै आफ्नो परिवारको, यो हाम्रो अहिले परिवारको हो। भन्न चाहिँ भनिरहनुहुन्छ, हेर्न चाहिँ त्यस्तै हेर्नुहुन्छ। बिचमा विकृति आएको थियो, अहिले त्यो फोहोरहरू सुधारिने क्रममा छौँ। कम भयो होला है
है पहिलाभन्दा चाहिँ। अहिले अलि सुधार लिएर आएको छ। जुनकी रोधी घरलाई धेरै माया गर्नु भएको छ। अहिले नयाँ दोहोरी चाहना रोधी घर काठमाडौँको मुटु बाग बजारमा श्रेष्ठ टेलरिङको अगाडि छ। यहाँहरूलाई जता पाएको पर्छ त्यति आउनुहोला। चाहना चाहिँ अलि नयाँ भएको कारणले यसो चिन्न देख्नको लागि आउनुहोला भन्न चाहन्छु। नबोलाए नजिकै आउँछौ क्यार्नी मैले सङ्गिनी सुइलाउँछौ माया चञ्चले चञ्चले लाज लागे मुख छोपनी र गम्छाले। को परिवारलाई नै स्वागत छ सम्पूर्ण मिडियामा। थ्याङ्क यू। धन्यवाद सम्पूर्ण मिडियालाई। ओके नानीलाई ह्यापी बर्थडे। कता हुनुहुन्छ खै यता यता हेरौँ। कति वर्ष हुनुभयो नानी? हजुरको नाम के हो? तिम्रो नाम के हो? मुइया। मुइया नै नाम के हो? हो? मुइया रे त के हो त? संस्कृति भन्दै हुनुहुन्छ। नाम संस्कृति हो। माओलीमा चाहिँ हाम्रो विशेष गरी माओलीतिर घरतिर चाहिँ माया गरेर छोरीलाई मैया भनेर बोलाइन्छ। त्यही भएर मैया भन्दा भन्दै उसले मैया भन्न थालेको। नानी 2 वर्षको आज यो विशेष चाहना रोधी घरमै जन्मदिन मनाउनु भयो। हुन त तपाईँहरूको 3वटा रोधी घर छ। एउटा जुनकेरी, एउटा चाहना, अर्को कुन हो? गोरखकाली। गोरखकाली होइन? त्यो मध्येको चाहनामै ल्याएर आज जन्मदिन मनाउनुको कारण चाहिँ जुनकेरी र गोरखकाली सेयरिङमा छ। चाहना सिङ्गल हो त्यही भएर। त्यो मात्रै पनि होइन, अब नयाँ हुन्छ चाहना सबैलाई थाहा होस् भनेर हो। मेन चाहना चाहिँ त्यो हो। भनेको दिदीले भने जस्तै पनि नगर्ने भन्ने त हुँदैन नि त होइन। अब यता अलिकति मिडियालाइज पनि गर्नु छ चाहनालाई र विशेष हाम्रो अलिक बढी यतै भएको कारणले नि हो। यहाँ जस्तो तपाईँले दोहोरी खोलेको कुरा त सबैलाई प्राय मिडिया हेर्ने साथीहरूले योभन्दा अगाडिको अन्तर्वार्ताबाट पनि थाहा छ होइन। र तपाईँहरूको अहिले जस्तो यो काठमाडौँको एउटा मुटु पनि भनिन्छ, दरबार मार्ग पछिको अलिकति अर्को ठाउँ बाग बजार होइन। यहाँ कस्तो भइरहेछ व्यवसाय चाहिँ? अब अलिकति चुनौतीपूर्ण समयमा खोल्यौँ हामीले। ओपनिङ गर्ने भनेको बेलामै एकचोटि लकडाउन भयो। त्यसपछि चुनाव विविध कुराहरूलाई झेल्दै आउँदा पनि जे होस् क्रमिक रूपमा सुधारोन्मुखतर्फ छ, राम्रो हुँदै गइरहेको। तपाईँले जस्तो उता जुनकेरी हेर्नुहुन्छ, यहाँ चाहिँ कहिलेकाहीँ मात्रै हो कि प्राय आइराख्नुहुन्छ? म धेरै जस्तो जुनकेरीमै हुन्छु, यहाँ पनि आइरहेको हुन्छ बेला बेलामा। त्यतातिर चाहिँ तपाईँको फुल फोकस हुन्छ प्राय होइन? अब दुईतिर एकजनाले सकिँदैन होइन। त्यही भएर अब हामी मिल्न त दुईतिर मिलेरै गइरहेछौँ। तर बढी चाहिँ म दरबार मार्गमै हुन्छु। जस्तो दोहोरीकै कुरा गर्ने हो भने तपाईँले विवाहपछि लगातार दोहोरी साथ मात्रै खोल्नुभयो। पोखरामा जानुभएको थियो, पोखरामा पनि दोहोरी खोलौँ कि क्या भनेर स्टार्टस हाल्नुभएको थियो। के भयो त्यहाँ चाहिँ? त्यो हाम्रो अब पोखराको व्यवसायी साथीहरूले मिलेर अब सहकारी गरौँ भनेर हामीलाई एउटा अफर गर्नुभयो र हामीले पनि कुराकानी भइरहेको छ। त्यो फाइनलाइज भइसकेको छैन, अब सायद छिटै हुनसक्छ। अब त्यही प्रश्न दिदीलाई, जस्तो पोखराको प्लानिङ चाहिँ के भयो? पोखरा प्लानिङ उहाँले जे भन्नुभयो त्यही भयो। अब हामीले स्पेस हेऱ्यौँ, लिइसकेका छैन। स्पेस चाहिँ सुइटेबल हुन्छ भन्ने भयो। अब उताको व्यवसाय साथीहरूले पनि अब कुराकानी फाइनल गर्नुपर्छ। सम्भवतः केही समयपछि हुन्छ होला। जस्तो दोहोरी साँझमा लामो समयदेखि काम गरेर फेरि आफै दोहोरी सञ्चालिका हुँदाको अनुभव थोरै साटाउन अरूको काम गर्न सजिलो कि आफ्नोमा चाहिँ काम गर्न सजिलो? काम त अरूकोमा गर्न सजिलो, म्यानेजमेन्ट गर्न पर्दैन, धेरै कुराहरूको टेन्सन लिन पर्दैन। कामै मात्र गर्न चाहिँ अर्काकोमा सजिलो। तर एज अ होल चाहिँ सञ्चालक हुँदा राम्रो, किनभने सबै जिम्मेवारी आफ्नो। हजुर। कहिलेकाहीँ यति धेरै स्टाफहरूलाई एकैचोटि तलब दिनुपर्छ, 3टा दोहोरीको टाउ अब हुन्छ नि बोझ एउटै आफ्नै टाउकामा पर्दा चाहिँ कहिलेकाहीँ बरु पहिलाकै काम ठिक रहेछ भन्ने लाग्छ। अब त्यस्तो भन्नुपर्ने स्थिति परेको छैन। यदि त्यस्तो परेको भए चाहिँ लाग्थ्यो होला। यसमा भगवान्को कृपाले त्यस्तो गाह्रो स्थिति परेको छैन। आनन्द लाग्छ। व्यवसायमा घाटा लाग्यो भने बल्ल त्यो सोच्ने हो। अहिलेसम्म हामी नाफैमा छौँ होइन। हामीलाई त अहिलेको अवस्थामा जति सक्दो धेरैलाई तलब बाँड्न पाए हुन्थ्यो भन्ने नै लाग्छ। करिब 150-200 जनालाई रोजगार दिएको छौँ होइन। त्यसमै सन्तुष्ट छौँ हामी। अब छोरीको कुरा जोडौँ। छोरी जन्मिएपछि तपाईँको जीवनमा एउटा सफलता र खुसी थपिन थाल्यो भनौँ न होइन। छोरी अलि बढी लक्की हो तपाईँहरूको परिवारको लागि? अब छोरी त लक्की नै भइहाल्छ नि होइन। सन्तान भइसकेपछि केही अधुरो रहेको कुराहरू पनि पुरा हुन्छ भन्ने विश्वास छ। जे होस् हाम्रो छोरी एकदम सङ्कटको समयमा जन्मेर त्यसपछि सङ्कटहरू पार गर्दै लक्की नै हो हाम्रो लागि। जस्तो आज धेरै नेपाली सङ्गीत क्षेत्रका होनार कलाकारहरूदेखि लिएर तपाईँहरूका सहपाठी कलाकारहरू पनि आएर छोरीलाई
जन्मदिनको शुभकामना दिनुभयो त्यो हेर्दाखेरि पनि एउटा कलाकारमा तपाईँको जन्मदिनमा आउनु र नानीको जन्मदिनमा आउनु त अलिक फरक छ नि त त्यो खालको माया चाहिँ तपाईँको परिवारप्रति रहेछ कलाकारहरूको भन्ने पनि देखियो दिदी हजुर एकदमै अझै हामीले निमन्त्रणा गरेका धेरै साथीहरू कोही भ्याली बाहिर भएर कोही अस्वस्थ भएर छुट्नुभयो तर जो जति आउनुभयो एकदम मनदेखि माया दिएर हाम्रो छोरीलाई शुभकामना र आशीर्वादहरू दिएर जानुभयो एकदमै खुसी लाग्यो हामीलाई ओके जस्तो शङ्कर भेनालाई मैले सोध्न खोजेको चाहिँ अहिले दोहोरी साँझमा तपाईँहरूले जसरी आफ्नो समय व्यतीत गरिरहनु भएको छ यसले गर्दाखेरि अब राति 2 बजीसम्म 3 बजीसम्म दोहोरीमै आफूलाई समय व्यतीत गर्नु पर्यो नि अहिले बाहिरी व्यवसायहरू गर्न चाहिँ अलिकति मन नजाने हुन्छ हो अब बाहिरी व्यवसाय भन्दा पनि हामी विशेष गरी दोहोरी व्यवसायमै आबद्ध छौँ होइन र यहीलाई नै हामीले निरन्तरता दिइरहेका छौँ त्यस्तो गाह्रो त अहिलेसम्म केही पनि भएको छैन हामी साङ्गीतिक क्षेत्रमा र यही दोहोरी व्यवसायमा भएको कारणले गर्दाखेरि हाम्रो कामहरूलाई हामीले सजिलै नै अगाडि बढाइरहेका छौँ अहिले अर्को कुरा मलाई जोड्न मन लाग्यो जस्तो यति लामो समय तपाईँहरूले सहकार्य गर्नुभयो विवाह अगाडिदेखि नै काम सँगै गर्नुभएको थियो होइन त्यति बेला मान्छेहरूले आकलन गरेनन् बिहेपछि जति तपाईँहरू चाहिँ व्यवसायलाई अलि बढी फोकस गर्न खोज्नु भएको रहेछ भन्ने पनि मान्छेलाई त्यो खालको सन्देश दिनु पनि अब पहिलो व्यवसाय त बिहे अगाडि नै सुरु भएको हो हाम्रो योजना चाहिँ पहिलेदेखि नै थियो अनि त्यसपछि अहिले चाहिँ त्यसलाई वृद्धि र विस्तार गर्दै लगेको हो अहिले मलाई अर्को कुरो सोध्न मन लाग्यो जस्तो शङ्कर भेना र जेरी दिदी दुवैजना यहाँ हुँदाखेरि नानीलाई समय चाहिँ कसले दिन्छ किनभने नानी भर्खरको 2 वर्ष भनेको त त्यस्तै हो नि काखमा राखेर दुध खुवाउनु पर्ने दुधे बालिका हो होइन अहिले समय चाहिँ कसले दिन्छ नानीलाई अहिले अब हामी कामहरू नहुँदाखेरि त हामी नै हुन्छौँ होइन र साथमा मेरो मम्मी हुनुहुन्छ मेरो मम्मीले नै हेरिराख्नुहुन्छ नानीलाई रेखदेख गर्नुहुन्छ भनेको अहिले त्यसै गरी म्यानेज गर्नुभएको छ तपाईँ त्यसै नै म्यानेज गरिरहेको छ सहज रहेछ दिदी जस्तो 2 महिनादेखि तपाईँले छोरी छोड्नु भयो होइन 2 महिनादेखि 2 वर्ष छोरी भइसकिन् तैपनि तपाईँले अब राति छोरी रोयो कि रोएन भन्ने खालको मनमा तृष्णा त होला तर जान पाउनुहुन्न दिनमा पनि अब तपाईँ दिनभरि सुतिरहेको हुन्छ त्यो बेला नानी के गरिरहेछन् खेलिरहेछन् कि छैनन् भन्ने थाहा हुन्न यो अलिकति रात्रि व्यवसायले चाहिँ छोरीप्रतिको माया आफूले दर्शाउन नपाएको हो कि भन्ने लाग्छ लाग्दैन होइन मलाई चाहिँ रात्रि व्यवसाय भइदिएर चाहिँ राम्रो भयो जस्तो लाग्छ बेला बेलामा होइन किनभने रातको धेरै जस्तो समय चाहिँ म छोरी निदाउने बेलातिर हामी यहाँ हुन्छौँ छोरी ननिदाउने बेलातिर चाहिँ भइदिएको भए झन् छोरीको यादहरू आउने सम्झना आउने हुन्थ्यो होला विशेष गरी म चाहिँ 9:30 10 बजेपछि मात्रै दोहोरीमा आउँछु उहाँले अगाडि जानुहुन्छ अब व्यस्त भएको बेलामा त कहिलेकाहीँ त दिनैभरि पनि हामी बच्चालाई भेट्न पाइराखेको हुँदैन दुःख लाग्छ तपाईँलाई भन्दा त हजुरआमालाई आमा भन्ने नि त छोरीले फेरि त्यहाँ पनि होइन अहिले त आमालाई मामु हजुरआमालाई आमा भन्ने चलन आएको छ अहिले के छ जस्तो तपाईँ आमै भनेर चिन्छन् उनले चिन्छ किन नचिन्नु भेट्नु हुने भयो एउटा कुरो हुन्थ्यो अब रातमा यहाँ काम सकेर गएपछि पनि हामी बच्चासँगै हुन्छौँ दिउँसो काममा हुँदा हजुरआमासँग हुन्छ अनि अरू बेलामा हामी सबैजना परिवारसँग बाबासँग मसँग हजुरआमासँग सबैसँग हुन्छ चिनेको छ किन नचिन्नु जस तपाईँलाई पारिवारिक तौरमा चाहिँ अलिकति सहज चाहिँ बनाएको छ छोरी हेर्नलाई आमाको साथले एकदमै धेरै अब बच्चाको धेरै तनाव हुन्छ बाहिरी मान्छेहरूले हेरिदिँदा धेरै किसिमको पीडा हुन्छ अब आफ्नो परिवारभित्रकै फ्यामिलीको भइसकेपछि अब हजुरआमालाई भन्दा त बाबाआमालाई भन्दा धेरै माया हुन्छ भन्छन् होइन एकदमै टेक केयर भइरहेको छ हाम्रो छोरीलाई समयमै खानपिन हेरचाह सबै कुरा राम्रो छ खुसी छौँ हामी सजिलो छ हामीलाई यो दोहोरीको कुरा जोडौँ अस्ति दोहोरी पनि खेलेर आउनुभयो तपाईँहरू पोखरा गएर होइन र प्रतिस्पर्धात्मक गेम जस्तो जेसुकै भए पनि एउटा धेरै कलाकारहरूको बिचमा फेरि अलि पछि नै अपडेट हुनुभयो यो जस्तो बिचमा तपाईँ त्यहाँ जाँदाखेरि यता व्यवसायलाई चाहिँ कतिको असर पर्दो रहेछ आफू भए जस्तो त अलिकति हुँदैन होइन तर अब अलिकति अलिअलि त असर पर्यो तर पनि हाम्रो पार्टनरहरू हुनुहुन्छ हामी नहुँदाखेरि उहाँहरूले हेर्नुहुन्छ अलिअलि धक्का त पर्यो तर पनि त्यस्तो बन्दै हुने अवस्था हुँदै नहुने अवस्था
त्यस्तो केही पनि भएन साथीहरू पार्टनरहरूले सम्हाल्नु भयो जो तपाईँहरू कलाकारै लगभग दोहोरी क्षेत्रका सबै कलाकार पोखरा हुनुहुन्थ्यो नि त हजुर हो कम्पिटिसन थियो तपाईँहरूकै दोहोरी नै 2-3टा टिम अहिलेसम्मको प्रतियोगिताभरिमा सबैभन्दा धेरै टिमहरू भएको र कलाकारहरू इन्भल्भ भएको दोहोरी होला जस्तो लाग्छ मलाई यसपालिको कतिवटा टिम थियो तपाईँहरूको 48वटा टिम थियो 48वटा टिम सहभागितामा जोडियो होइन अनि त्यहाँमध्ये तपाईँहरूको आफ्नै टिम चाहिँ हाम्रो आफ्नो टिम हाम्रो दुईटा थियो हाम्रो जुनकिरी रोधी क्लबबाट तर हाम्रो दोरीमा काम गर्ने भाइ बहिनीहरू धेरैमा छरेर जानुभएको थियो संस्थाहरूबाट जानुभएको 9-10वटा टिम हुन्थ्यो होइन दोरीबाट मात्रै गएको भए भनेको यो नयाँ टिमहरू बनेर जाँदाखेरि पनि त्यसरी जोडिनु हजुर जोड्यौँ अब 2जना भइसकेपछि रमाइलो दोहोरी होस् न यो 2 वर्षपछि दर्शकहरूलाई पनि यसरी अलिकति खुल्ला हामीले अपडेट गराएका हौँ सम्भवतः छोरी सहित राखेर अलिकति 2जना सँगै बसेर छोरीको कथामा छोरीको व्यथामा जोडेर दोहोरी जाओस् सुरु गर्छन् हे संस्कृतिको जन्मदिन अहिले हो अब छोरो जन्माउने कहिले हो माया चञ्चले लाज लागे मुख छोपनी र गम्छाले हे माया सर्छ पिर्तिनी सर्छ त्यो कुरा त तिमीमा निर्भर छ माया चञ्चले हे नबोलाए नजिकै आउँछौ क्यार्नी मैले सङ्गिनी सुइलाउँछौ माया चञ्चले लाज लागे मुख छोपनी र गम्छाले थ्याङ्क यू यहाँभन्दा बढी नजा भएन यो जस्तै भेनाले भने जस्तै कुनै त्यो प्लानिङ दोस्रो सन्तानको रूपमा त्यस्तो प्लानिङ त भएको छैन अहिले छैन अहिले छिट्टै छैन हुँदै जाला त्यस्तो त्यो अहिले तत्काल त्यो सोच बनाएर भर्खर 2 वर्षको नानी भयो होइन गीतमा रमाइलो गरेको अब वास्तविक जीवनमा हामीले अहिले सोचिसकेका छैनौँ कहिलेकाहीँ जस्तो एउटा नानीलाई खेल्ने साथी भयो नि हुन्थ्यो जस्तो त हुन्छ होला अब त्यो त अवश्य नै लागिहाल्छ होइन 2 सन्तान ईश्वरको वरदान भन्ने उक्ति पनि छ त्यसपछि एउटा छोरी भयो छोरा भइदियो हुन्थ्यो जस्तो लाग्छ तर समय छ हात्तिनु पर्दैन भन्ने छ ओके अब दोहोरी तपाईँहरूको लाइभ दोहोरी पनि आइरहेको थियो अहिले के छ तपाईँहरूले के गरिरहनु भएको छ आफ्नो युट्युब च्यानलमा चाहिँ लाइभ दोहोरीहरू आइराखेको छ हामीले दोहोरी फोकस दोहोरी साँझमै खिचेका छौँ जुनकिरीमा चाहनामा अनि व्यक्तिगत युट्युब च्यानलको लागि विभिन्न स्टुडियोमा खिचेका छौँ आइरहेछ निरन्तर छ ओके जस दोहोरी साँझलाई पनि तपाईँहरूले अपडेट गराउनलाई चाहिँ दोहोरी साँझमै तपाईँहरूले सुटिङ गर्नुहुन्छ हजुर बेलामा हामी कहिले जुनकिरीमा कहिले चाहनामा गइरहेछौँ होइन र लाइभ दोहोरी स्टुडियो पनि छन् पछिल्लो समयमा त्यहाँ पनि हामीले सुटिङ गरेर जस अपडेट भइरहेछौँ हामी त्यो चाहिँ त्यो व्यवसाय ठिक कि यो व्यवसाय ठिक रहेछ त्यसलाई हामीले अब युट्युबलाई हामीले व्यावसायिक रूपमा अलिकति सोचेका छैनौँ तर पनि अब लगानी गरिसकेपछि जसलाई पनि आश त हुन्छ नै होइन अब ठिक त हामीलाई यही व्यवसाय हाम्रो दोहोरी व्यवसाय नै ठिक छ फोकस भएर हामीलाई यो ठिक छ तर राम्रो भने त त्यो झन् ठिक छ यता बढी लगानी हुन्छ उता कम लगानी हुन्छ अब यता कम बढी लगानी हुन्छ त्यहाँ लाखौँको लगानी हुन्छ होइन लगानीले अलिकति डिपेन्ड चाहिँ गर्छ भने व्यवसाय हामीलाई दुइटै राम्रो लाग्छ जस्तो जेरीले घर किन्नु पर्ने ठाउँमा दोहोरी किन्छन् भन्छ नि कतिपय अब यस्तो छ घर जग्गा भएको भए हामी आफ्नो परिवार मात्रै सुख खुसीले बाँच्ने होला अब हामीले व्यवसाय विस्तार गर्दै गयो भने चाहिँ धेरै घर गाडी त त्यसै हुन्छ त्यो पनि हुन्छ धेरैभन्दा धेरै व्यक्तिहरूलाई रोजगार दिने भन्ने उद्देश्य हो त्यही भएर हामीले चाहिँ व्यवसाय फोकस गरेको अरू घर किन्छ नि तपाईँ व्यवसाय फोकस हजुर यो ठिक उल्टो त्यो कारणले अब धेरै जस्तो विकसित देशहरूमा चाहिँ जग्गै नकिनेर व्यवसाय मात्रै पनि नगरौँला गर्न त होइन अब अहिलेको पछिल्लो समय चाहिँ हामीले पहिला व्यवसायमै फोकस हौँ भनेर हामीले त्यो लक्ष्य भएको कारणले गर्दा व्यवसाय विस्तार गरिरहेको हो अब छिट्टै हामी घर जग्गा गाडी पनि किनौँला अलिकति अब दर्शकको माया पाउँदै गयो भने है के छ भने एउटा भनाइ छ व्यवसायमा सफल हुने व्यक्तिहरू
चलायमान हुनको लागि बिजनेस गर्छन् स्थिर हुनको लागि घर जग्गा जोड्छन् भन्ने छ अलि पछि जोड्ने घर जग्गा चाहिँ स्थिर हुने बेला स्थिर हुने बेला अहिले चाहिँ हामीले अब धेरैलाई रोजगारी दिन सकेका छौँ अझ जति सक्दो धेरैलाई रोजगारी दिउँ होइन आफू पनि क्षेत्रमा लागौँ सबै दर्शकहरूको माया बटुल्दै जाउँ भन्ने कुरामै अहिले हामी फोकस छौँ अहिले चाहिँ 3वटा दोहोरीमा कति जति स्टाफ रहेछन् दिदी यसो गर्दाखेरि 1.5 देखि 200 छन् 1.5 देखि 200 जना हजुर सबैजना याद हुन्छ लगभग हुन्छ याद हुन्छ काम गर्नेहरू सबै कहिलेकाहीँ त यो जस्तो 3वटा दोहोरी साँझको कुन कता भन्ने हुन्न त्यस्तो हुँदैन जस्तो सबै ठाउँमा 3वटै दोहोरीमा तपाईँहरूले चल्या कलाकार राख्नु भएको छ अब अहिले त चलिया कलाकारहरू धेरै व्यस्त हुनुहुन्छ सकेसम्म धेरै राख्ने कोसिस गरेका छौँ अझै हुनुहुन्छ नाम चलेकै कलाकारहरू हुनुहुन्छ हाम्रो दोहोरी साँझमा काम गर्ने धेरै कलाकारहरू हुनुहुन्छ होइन अब चिज गुरुङदेखि लिएर सबैजना हाम्रैमा कार्यरत हुनुहुन्छ भ्याउँदा आउनुहुन्छ अब उहाँहरू अहिले पछि चाहिँ अलिक व्यस्त हुनुहुन्छ त्यो चाहिँ अलिकति त्यही हो अब अघि नै ठ्याक्कै अलिकति कुरा चुइहाल्यो जस्तो दोहोरीकै बढी कुरा आज जोडिने भाव हुनाले जस्तो यहाँ तपाईँले आफै एक्लै ह्यान्डल गरिरहँदाखेरि यहाँ चाहिँ श्रीमानको सेयर किन भएन भन्ने पनि प्रश्न उठ्ला नि उता श्रीमानको सेयर यता तपाईँको सेयर हो यस्तो हो पहिला जुनकिरी किन्दा बे भएको छैन त्यही भएर हाम्रो श्रीमान श्रीमतीको सेयर भन्ने भयो अब अहिले हामी संयुक्त परिवारमा छौँ श्रीमान श्रीमतीको भन्ने नै हुँदैन सबै आफ्नै परिवारको यो हाम्रो अहिले परिवारको हो पहिला चाहिँ छुट्टै हुँदाखेरि अब त्यति बेला चाहिँ व्यक्तिगत थियो अब बिहे भइसकेपछि श्रीमान श्रीमतीको भन्ने नै हुँदैन नि विश्वास भएपछि भइहाल्छ म यो अलिकति अब यो प्रश्न चाहिँ बाहिरी प्रश्न हो दोहोरी पछिल्लो समय अलिकति फोहोरी भयो भनेर प्रश्न उठाउने गर्छन् यो विषयमा तपाईँको चाहिँ उत्तर के रहन्छ केही समय भएको हो फेरि दर्शक श्रोताले पनि त्यस्तै किसिमको दोहोरीहरू हेर्ने चलाउने राम्रो किसिमको हेर्नुहुन्न भन्न चाहिँ भनिरहनुहुन्छ हेर्न चाहिँ त्यस्तै हेर्नुहुन्छ बिचमा विकृति आएको थियो अहिले त्यो फोहोरहरू सुधारिने क्रममा छौँ कम भयो होला है पहिलाभन्दा चाहिँ अहिले अलि सुधारिएर आएको छ त्यो असर चाहिँ तपाईँहरूलाई कतिको पर्दो रहेछ हुन त तपाईँलाई ठट्यौली गीत गाउनेहरूका लागि रमाइलो गर्नेहरूका लागि त ठिकै होला होइन तैपनि असर त पर्यो होला नि तपाईँहरूलाई पनि असर पर्छ एउटा नराम्रो गर्दाखेरि त्यो सिङ्गो क्षेत्र सबै क्षेत्र नै मसिनो भएर असर त परिहाल्छ दोहोरी गाउनेहरू फोहोरी गाउँछन् यिनीहरू यस्तै हो जम्मै एउटै हो भन्छन् के त्यो त एउटै थालमा तपाईँहरूलाई पनि मुछिन्छ त जस्तै एउटा पत्रकारले के गल्ती गर्यो भने सबै यस्तै हो भन्ने हुन्छ नि त जस्तै कमल सरगमले गल्ती गर्यो भने त्यो अनितै नि त्यस्तै हो भन्छन् नि त त्यस्तो कुरो हो क्या यो चाहिँ नेपाली प्रचलन पनि हो त्यो कारणले तपाईँहरूलाई सोधेको अहिले छुट्याउनुहुन्छ को सही को गलत भन्ने कुरा बिस्तारै छुट्टिन्छ त्यो चाहिँ तपाईँ आफै उपाध्यक्ष पनि हुनुहुन्छ नि त दोहोरीको त्यो भएर पनि प्रत्यक्ष दोहोरीमा अलिकति छाडा आयो भने तपाईँहरूलाई उठाइरहनुहुन्छ नि त हामीले खबरदारी गरिराखेका छौँ प्रत्यक्ष दोहोरी कलाकार सङ्घको वरिष्ठ उपाध्यक्ष हो म हाम्रो संस्थाले चाहिँ अब हामीहरूले गाएका पनि अबदेखि त्यो गल्तीहरू नदोहोऱ्याउने र अरूलाई पनि गाउन नदिने त्यसमा चाहिँ कमी कमजोरी गर्ने भन्ने कुरो भएको छ अब दोहोरी साँझको चाहिँ हामी पहिला त शुभकामना व्यक्त गर्छौँ र जाँदा दर्शकहरूलाई चाहनामा आउने अब यहाँ त चाहनामै भएको हुनाले चाहनामा आउनका लागि कसरी अनुरोध गर्नुहुन्छ अब जुनकिरी रोधी घरलाई धेरै माया गर्नुभएको छ अहिले नयाँ दोहोरी चाहना रोधी घर काठमाडौँको मुटु बाग बजारमा श्रेष्ठ टेलरिङको अगाडि छ यहाँहरूलाई जता पाएको पर्छ त्यतै आउनुहोला चाहना चाहिँ अलि नयाँ भएको कारणले यसो चिन्न देख्नको लागि आउनुहोला भन्न चाहन्छु त्यही भन्नुहुन्छ हुन्छ के भन्नुहुन्छ जाँदै त्यही हो होइन अब हामीलाई माया गर्नु भएको छ यस्तै माया साथ सपोर्ट सबैजनाले दिनु होला दरबारबागमा जुनकिरी रोधी क्लब छ बागबजारमा चाहना रोधी क्लब छ यहाँलाई जहाँ सहज हुन्छ त्यहाँ आइदिनुहोस् मजाले गीत सङ्गीतसँग रमाउनुहोस् होइन त्यही नै हो है के भनेर हाम्रा गीत सङ्गीतलाई माया गरिदिनुहोस् हस् थ्याङ्क यू दुबई हस् धन्यवाद यता मेरो सासु आमा हुनुहुन्छ नन्द हुनुहुन्छ दाई हुनुहुन्छ जेठाजु दाई त्यसै गरी यता सानीमा सानो बुवा मामाहरू त्यसै गरी दिदीहरू दाजुहरू यो पारिवारिक माहौलमा साथीभाइको जन्महरूलाई मैले आज सँगै जोड्न पाएको छु एकदमै हर्षित छु स्टेज अलिकति सानो भएको भएर केही आफन्तहरूलाई मैले स्टेजमा आमन्त्रण गर्छु र अन्य मेरो शुभचिन्तक साथीभाइ आफन्तजनहरू अघिल्लो पृष्ठमा रहेर केक काट्ने कार्यक्रमलाई साथ दिनुहुनेछ भन्ने अपेक्षा गरेका छौँ र हाम्रो छोरीको जन्मदिनलाई सदा यादगार बनाउनको लागि आफ्नो व्यस्त समयलाई थाती राखेर हामीसँग आउनुभएका सम्पूर्ण मित्रहरू सञ्चारकर्मी मित्रहरूलाई पनि विशिष्ट रूपमा हार्दिक स्वागत व्यक्त गर्न चाहन्छौँ
केही पाहुनाहरू आउने क्रममा हुनुहुन्छ उहाँहरू आउँदै गर्नुहुन्छ कति आएर धेरै परिसक्नु भएको छ अब भने हामी ढिला नगरिकन केक काट्ने कार्यक्रम अगाडि बढाउँछौँ र यो बिचमा जुन किनबोधी घरमा हामीसँगै सञ्चालकको रूपमा रहनुहुने मेरो हरेक कार्यको पथ प्रदर्शकहरू आदरणीय उत्तम खड्का दाई अनि यादव पुत्र दाई हुनुहुन्छ दाईहरूले म ससम्मान स्टेजमा आउनको लागि हाम्रो भाइ बहिनीहरूलाई अघिल्लो पक्षमा रहेर शास्त्र बोलाइ अनुरोध गर्छु आदरणीय सानीमा अनि सानुवालाई पनि स्टेजमा आइदिनुको लागि म अनुरोध गर्छु मामालाई पनि दिदी अनि दाई त्यसै गरी भाइ बहिनीहरूलाई पनि स्टेजमा आउनको लागि अनुरोध गर्छु र समस्त हाम्रो आफूको जनशुभचिन्तकहरू जो हाम्रो निमन्त्रणा स्वीकार गरेर आउनु भएको छ यहाँ अघिल्लो पृष्ठमा रहेर यो केक काट्ने कार्यक्रमलाई अगाडि बढाउनको लागि अनुरोध गर्दै म उत्तम दाईलाई आजको हाम्रो छोरीले ह्याप्पी बर्थडे सङ मन पर्दैन उनलाई ऊ जन्मिने बेलादेखि विदेशी कल्चरको विरुद्धमा नेपाली गीतहरू मन पराउनु भएको कारणले शुभकामना भरि भन्ने गीत गाइदिनुको लागि उत्तम दाईलाई स्टेजमा आएर म हार्दिक अनुरोध गर्न चाहन्छु सुस्वास्थ्य दीर्घायुको संस्कृति नाम जस्तै पहिचान बनोस् यो हाम्रो कामना आहा कति राम्रो सुहाएको के
Thank you.